नेपालमा चाहिँ अब गाउँ छोडेर सहर सबै धेरै जसो प्राय जनताहरू बसेका छन्। गाउँमा के सुविधा गरौँ भने चाहिँ जनताहरू गाउँ फर्केलान्। गाउँमा सुविधा सबै कुराकै सुविधा चाहिन्छ। हजुर हुन त अहिले धेरै नै गाउँघरमा बाटो विकास भएर सहरका मान्छेहरू धेरै त मान्छे काठमाडौँ नै थुप्रेका छन्। हजुर चारैभरि यो 75 जिल्लाका मान्छे काठमाडौँ नै तन्किएर गए जस्तो भएर ठाउँ पनि पुगेकै छ, मान्छे नै अटेका अटेकै छन्। हुन त दायाँ बायाँ अब जहाँ कहीँ गाडीले बाटो छेट्यायो वन फडानी गरेर पनि यो बस्ती बसाएकोले पनि होला पुगेको। काठमाडौँ बाहेक अब अन्त सहरतिर पनि अब आफ्नो घर नजिकको सहरतिर पनि छन्। हजुर तर गाउँ चाहिँ धेरैतिर हेर्दाखेरि खाली नै भइसक्यो। किनभने घरमा तिउन तरकारी छ, फलफुल छ, दही दुध छ, हरेक कुरा। अब बाख्रा पाठाहरू पाल्छन्, कोही गाईहरू गयो भने बल्ल बेच्न पाउँछन्। तिउन तरकारी पनि फलेको छ, अब खाएर सकिँदैन, बिक्री हुँदैन। खान त अब खाइन्छ, खाएर मात्र भएन। जस्तै जमाना नै जहाँ गए पनि गरिब दुखी जसलाई पनि पैसाको जमाना छ, पैसा चाहियो। हजुर त्यसले गर्दा अब अनि गाउँमा दुःख गर्यो पेटभरि ढिँडो खान पुगे हुँदैन भने अझ सबभन्दा बढी दुर्गमतिर त त्यस्तो अवस्था अहिले पनि छ। सहरमा बस्यो भने दुःख गरे अनुसारको पेटभरि खान पाउँछन्। दुःख गरेर भए पनि आफ्नो परिश्रमको फल पाउँछन्। त्यो हुनाले मान्छे धेरै सहर पसे। अनि गाउँघरमा बाटोघाटोको व्यवस्था भएपछि अब सहर काठमाडौँ जहाँ कहीँका मान्छे भाडा तिर्नको साटो आफ्नो गाउँ फर्केर काम गरेका पनि छन्। अब तिउन तरकारी खेतीपाती आफ्नो फलफुलहरू के सकिन्छ, पानीको व्यवस्था मिलेको ठाउँमा माछा पालनहरू लगायतका काम त गरेका छन् मान्छेले। तर पनि ज्यादै काठमाडौँदेखि अति नै आकर्षित र काठमाडौँमा घर घडेरी किन्नु भनेको अमेरिकामा किने जस्तै सोच्नु। अब गाउँमा त गाउँ त हुने, कहाँ किने भन्दा त्यही गाउँमा फलानाले घर बनायो, कहाँ त्यही गाउँमा फलानाले त यस्तो कुरो गर्यो, कहाँ त्यही गाउँमा। गाउँमा त हो नि भन्नुको साटो आफ्नै गाउँमा गर्यो भनेर त्यसलाई चाहिँ प्रोत्साहन दिने हिसाब हुनलाई चाहिँ दिनु पनि पर्छ र हुनलाई चाहिँ जति पनि काठमाडौँमा सुविधा छ त्यो सुविधा गाउँमा हुनुपर्छ क्या। गाउँमा अहिले एउटा कुरो जति पनि अन्तभन्दा राम्रो कलेज पनि काठमाडौँ, राम्रो अस्पताल काठमाडौँ, राम्रो डाक्टर काठमाडौँ। यति भइसकेपछि मान्छे अझै रोगको जमाना छ। अस्पताल त जहाँ कोही पनि छ, धेरै ठाउँमा छ अस्पताल। अब दुर्गमतिरको त कुरा छोडिदिउँ, बिचरा त्यो कहाँतिर जुम्लातिर त अहिले पनि प्लेन चढेर नेपालगञ्ज जानुपर्छ अरे अस्पताल। गरिब दुखी बिचरा थोत्रा मैला लुगा लाएर नै पैसा बटुलेर नेपालगञ्ज जानुपर्ने अवस्था रहेछ प्लेन चढेर। त्यो प्लेनको नि आफ्नो मान्छे हेरेर फरक गरेर काम गर्यो अरे भनेर त्यहाँ 4 दिन प्लेन कुरिया हेरेर बसिया भनेका छन्। बच्चा बिरामी लिएर बसेका छन्। त्यो 4 दिन 3 दिनको 4 दिनको सम्म बिरामी भएर लिएर बसेका बच्चाहरू धन्न भगवानले बचाइराखेका छन् क्या। त्यति ठाउँहरूको लागि पनि हेरेर कस्तो हुनुपर्छ भने त्यहाँको लागि पैसा तिरेर प्लेन चढेर अस्पताल जान्छु भन्दा पनि नपाइने ठाउँमा भन्ने बित्तिकै प्लेनको व्यवस्था, भन्ने बित्तिकै हेलिकप्टरको व्यवस्था। जस्तै हाम्रो यहाँतिर चाहिँ तुरुन्तै मिनी माइक्रोहरू लागेको जस्तो व्यवस्था। त्यो दुर्गममा बाटो लान मिल्ने ठाउँमा बाटो, नमिल्ने ठाउँमा प्लेनको हेलिकप्टरको व्यवस्था। अस्पतालको व्यवस्था गाउँमा जस्तै दुर्गममा पनि राम्रो डाक्टर, जस्तै दुर्गमको मान्छेले पनि त्यस्तै त्यो हालतले चाहिँ 4-5 दिनसम्म बिरामी सुत्केरी लिएर दुर्गममा अहिलेसम्म पनि सुत्केरी हुन नसकेर मान्छेहरू मरेको घटना हालसम्म छँदैछ। ती सबै खालको सुविधा। अनि विदेश जान पर्यो भने काठमाडौँ नै आएर बस्नुपर्ने, काठमाडौँबाटै उड्नुपर्ने, जहाँ कहीँबाट पनि। अनि लुटेका त्यतिकै छन्, ठगेका त्यति नै छन्। काठमाडौँमा गेस्ट हाउसमा बास बसेका ठाउँमा मान्छे मारिदिएका पनि छन्। यस्तो चाहिँ भयो केले भन्दाखेरि मान्छे जति पनि काठमाडौँ थुप्रियो। ठाउँमा जस्तै अब पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको र त्यो अहिलेसम्म पुरा भएको छैन। खोइ कसको विदेशीको स्वीकृति लिनुपर्ने हो, खोइ के हो। त्यो त अब म त अनपढलाई, म जाब गबारलाई के थाहा।
तर अन्तर्राष्ट्रिय नै भनेको छ। त्यहाँ हुँदादेखिको कति वर्षदेखिको त्यहाँ अन्तिम चरण भनेको थियो। त्यसको पनि अब केही व्यवस्थापन छैन। अनि भैरवाको त झन् पहिले नै हो, योभन्दा 6-7 वर्ष पहिले अन्तिम चरण भनेको, अहिलेसम्म केही व्यवस्था छैन। भारतले हाम्रो स्वीकृति चाहिन्छ भन्यो रे भनेर राजा महेन्द्रले चाहिँ गरी आँट गर्न सक्नु पर्थ्यो नि त। तिम्रो स्वीकृति चाहिने भए हाम्रो नेपालीहरू किन बिना स्वीकृति आर्मी भर्ना लियौ त भन्ने हिसाबको चाहिँ उत्तर दिएर भैरव विमानस्थल मात्रै सञ्चालनमा ल्याएर काठमाडौँका जस्तो जाने डक्टरहरू, अस्पतालहरू ठाउँ जिल्ले पछि हुने हो भने जति पनि अनि काठमाडौँ मान्छे थुप्रिएर आत्तिएर जहाँ कहीँबाट पनि मौका खाएर ठगिनु पर्ने थिएन कि। भैरवमा विमानस्थल भयो भने यो पहाड चढेर किन आउँथेन मान्छे? उतै जान्थे, उतैबाट गाडी चढ्थे, उतैका जनतालाई उतै रोजगारी हुन्थ्यो, उतै काम पाउँथे होइन, उतै व्यवसाय गर्थे आफ्नै ठाउँमा, आफ्नो घर नजिकै। अब आधा घन्टा 15 मिनटको बाटो अटो चढेर या साइकलमा आफ्नो साधन र हैसियत अनुसारको बाटो गरेर जान्थे। बेलुका बिहान आउँथे, आफ्नो व्यवसाय गर्थे, घर नजिक पर्न जान्थ्यो। काठमाडौँमा भइ नभई दुःख गरेर फोहोर मैला खाएर फोहोर थुप्रे किन मान्छे धेर भएर त हो नि। अनि आफ्नो गाउँठाउँमा यो व्यवस्था र बिरामको लागि पनि काठमाडौँ भनेर धाएर आउन नपरेदेखि र विदेश जानुको लागि नि काठमाडौँ नै धाएर आउन नपरेदेखि ठाउँ लगभग हाम्रो देशको 3-4 जिल्ला जतिमा 4-5 जिल्लामा अन्तर्राष्ट्रिय विमानस्थल हुने हो भने अन्त त्यतैबाट चाहिँ विदेश उड्ने हो भने त्यो अहिले जुन खाली भएको ठाउँहरू, धेरै खाली भएको ठाउँहरू, पहाड पर्वत, आफ्नो गाउँठाउँ कस्तो रमाइलो हराभरा खेतीयोगी जमिनहरू छोडेका छन्, ती भरिन्छन्, आफ्नो ठाउँ फर्किन्छन् क्या। तर बिरामीको नाउँमा सामान्य बिरामी भएलाई गाउँको केही जानेर सामान्य मान्छेले मेडिकल चलाउँदाखेरि अपरेसन भनिदिएको छ। मैले अहिले अगाडि नै भने हाम्रो गाउँको एकजना भोटे हुन्, बिचरा वन समितिको अध्यक्ष, सामान्य टाउको दुखेर भरतपुर जाँदाखेरि टाउको अपरेसन गर भन्दैछ। बिचरा उपेन्द्र देवकोटाले त टाउको अपरेसन गरिदिन्थ्यो भने त्यो भरतपुरको सामान्य मान्छेले चाहिँ अर्को टाउको अपरेसन त्यसरी गर्न भन्न फर्सी फुटाएछ र 1 घन्टाभित्रमा 1 लाख पैसा पनि कब ल्यायो। त्यो मान्छे पनि मर्यो। यस्तो किनभने नजान्ने मान्छे, नजान्ने डक्टर भएले गर्दा, अनुभव बिना भएले गर्दाखेरि कति सुत्केरी गर्न गएका महिलाहरू मारेका छन् यो हाम्रो चितवनकै सोगम ठाउँमा पनि। अनि जति पनि जान्ने डक्टर जतिले काठमाडौँ थुपारिदिएको छ। यी डक्टरहरूले पनि त अन्त पनि त आफ्नो गाउँठाउँ छोडेर काठमाडौँ बसेका छन् भने उनीहरूले आफ्नो गाउँठाउँमै बसेर उपचार गर्न पाउन, स्वच्छ हावापानी तिनीहरूले नि खाउन। डक्टरहरूले बिचरा कहीँ बिरामी छुनुपर्छ, कहीँ सौरोगका बिरामीहरूसँग जोखिम मोलेर चाहिँ निर्धकसँग चाहिँ उनीहरूसँग सम्पर्क गर्न पर्या हुन्छ होइन, हेलमेल गर्न पर्या हुन्छ। ती डक्टरहरूले पनि आफ्नो गाउँको स्वच्छ हावापानी खाएर आफ्नो गाउँमा बसेर उपचार गरून्, आफ्नो गाउँमा बसेर सेवा गरून्। कति लाख डक्टर त पढाएका छन्, कमाइ त गर्न पर्यो, बाध्य भएर बस्नु पर्यो कहाँ? काठमाडौँ। धेरै जनता काठमाडौँमा। अनि काठमाडौँमा अब कोठा भाडामा मान्छे बसेछन्, धेरै मान्छे छन्, अब कति कोठा खोजी नि पाइँदैन। अनि अलिकति सानो रडक्क केही भएपछि मेरो घर छोड, निस्केर जा भन्ने घरबेटीहरू पनि छन्। किनभने अब घरबेटीले चाहिँ अब छोरा बुहारीले काम गरे मन पर्न त निस्केर जा मेरो घर छोड भने जस्तो व्यवहार गरे हुन्छन्। भएको केले भन्दाखेरि काठमाडौँमा मान्छे ज्यादा भएर यिनीहरूको अर्को आउँछ भन्ने भावना हुन्छ। यसरी अनि त्यहाँमाथि अनि अरू गाउँमा पनि राम्रो उपचार, राम्रो हेल्पोस्, सामान्य सुत्केरी गराउनलाई चाहिँ मान्छे रवासी नपरोस्, सिटामलो कुरेर चाहिँ मान्छेको ज्यान नजाओस् भन्ने हिसाबको चाहिँ जे औषधि सामान्य सेवाहरू गर्नुपर्ने हो त्यो तत्कालै उपलब्ध भइहाल्ने सिस्टम गाउँमा भइदिने हो भने बिरामीले गर्दा पनि धेरै मान्छे काठमाडौँ थुप्रेका छन् क्या। सहरमा या काठमाडौँ, धेरै त काठमाडौँ पहिलो नम्बरमा। अनि व्यापार व्यवसाय गरे अनि कहाँ भन्दा अनि आफ्नो गाउँ छोड्यो अनि त्यो सहर बजार। गाउँमा दुबो उम्रिएको छ, सिस्नो उम्रिएको छ, हराभरा हुने खेतीहरू नाश भएको छ। अनि खेती नै गर्ने कोही नबसी कसले खेती गर्दै किनेर खाने हो र। त्यसले गर्दा गाउँघरमा पनि स्कुल, अस्पताल देखावटी भएन। काठमाडौँ जस्तै सेवा सबै गाउँमा गर्न सक्ने हो भने सबै गाउँ पनि भरिन्छ, रमाइलो पनि हुन्छ। काठमाडौँ पनि अहिले यो मारामार हुँदैन, काठमाडौँको खोला दूषित पनि हुँदैन। सहरको ठाउँमा सहर भयो, आफ्नो गाउँघरमा बसेर घरबाटै धाएर आफ्नो गाउँघरकै नजिकको बजारतिर पसलतिर गएर आफ्नो मेहनत गर्छन्, परिश्रम गर्छन्, व्यापार व्यवसाय गर्छन्।